अलिकति डिफ्रेन्ट नै छ पुरै अब अलिकति धेरै प्रेसराइज चाहिँ नेपालको लाइफस्टाइल र यहाँको युकेको लाइफस्टाइल धेरै डिफ्रेन्ट छ किन यहाँको पुरै अब सिटिज एरिया पुरै अब त्यो गर्नुपर्ने नेपालमा त अब बिहानभरि सुत्यो होइन रातभरि गेम खेल्यो त्यसरी बसिन्थ्यो अब अचानक अब त्यहाँको लाइफस्टाइलबाट यहाँको लाइफस्टाइल आउने बेला चाहिँ अलिकति धेरै डिफ्रेन्ट हुने रहेछ प्लस अब हामी सबैजना वेल्दी फ्यामिलीबाट नि होइन नि त हामी अब यहाँ फर्स्ट इयरको त हामी आफूले के अरे घरबाट पे गरेर आइन्छ तर सेकेन्ड इयर थर्ड इयर होइन अब बाँकी अरू इयर त आफू यहाँनिर जब खोजेर त्यो गरेर गर्नुपर्छ तर यहाँनिर अलिकति क्वाइट हार्ड चाहिँ छ जब पाउन अलिकति स्ट्रगल गर्न त्यही मलाई त्यो लाग्छ अलिकति अब त्यहाँबाट यहाँ आउँदाखेरि चाहिँ हामीले चाहिँ धेरै कुरा सिकिँदो रहेछ क्या लाइक हार्डवर्क गर्ने होइन अनि प्यासन हुने अनि कतिको यो मान्छेहरूसँग इन्टरेक्सन बढ्ने होइन कम्युनिकेसन गर्ने यो अब छुट्टै हामी डिफ्रेन्ट त्यो वर्ल्डमा आएको जस्तो फिल हुने क्या मलाई चाहिँ त्यही लाग्छ यो ह्याप्पी नि अहिले क्वाइट ह्याप्पी त छैन कुन सब्जेक्ट पढ्दै म बिजनेस म्यानेजमेन्ट बिएसएस मेरो फ्युचर प्लान त लाइक म बिजनेस रिलेटेड नै हो पढ्ने त त्यही अब एउटा यहाँ नलेज गेन गरेर नेपालमा चाहिँ अब केही बिजनेसहरू केही त्यो स्टार्टअप गर्ने सोच गरिरहेको छु तर अहिले चाहिँ अलिकति टाइम छैन अझै 4-5 वर्ष लाग्छ होला सायद You're very honest with everything अहिलेसम्म What's your message next generation like जसले चाहिँ आउन खोजिरहेछ or who wants to come to UK let's say UK not only UK like anywhere in the world they want to go and study अब मेरो एक्सपिरियन्स अनुसार चाहिँ म चाहिँ अब युके अरू अदर कन्ट्रीहरूमा नि जानको लागि चाहिँ नेपालीहरूले चाहिँ अब सेटल हुनको लागि जाने होइन कि आफूले केही नलेज गेन गरेर रिटर्न ब्याक भएर त्यहाँ नेपालमा केही गर्ने गरी चाहिँ जाने भयो किनभने अहिलेको नयाँ गभर्मेन्ट छ त्यसबाट नि अलिकति इन्फ्लुएन्स भइरहेको छ मान्छेहरू अनि त्यसपछि अब त्यही सोचिरहेको छु अब Bridge International, bridging education and ambition.